सृष्टिको प्रारम्भदेखि नै शिव र शक्तिको सम्बन्ध अविनाशी रहँदै आएको छ। एक समय दक्ष प्रजापतिकी पुत्री सतीले देवादिदेव महादेवलाई आफ्नो जीवन साथीका रूपमा रोज्नुभयो। तर दक्ष प्रजापतिले महादेवको अपमान गरे। आफ्ना आराध्य देवको अपमान सहन नसकी सतीले योगाग्निमा आफ्नो शरीर त्याग गर्नुभयो। सतीको वियोगले महादेवको हृदय चिरियो। शोकमा डुबेका महादेवले संसारबाट आफ्नो मन हटाउनुभयो। तर शिव र शक्तिको सम्बन्ध कहिल्यै अन्त्य हुन सक्दैन। समयले फेरि एउटा नयाँ अध्याय लेख्न थाल्यो। समय बित्दै गयो। हिमालयका राजा हिमवान र रानी मेनकाको घरमा एक दिव्य कन्याको जन्म भयो। उनको अनुहारमा तेज थियो, आँखामा करुणा थियो र हृदयमा अद्भुत शान्ति थियो। उनको नाम राखियो पार्वती। उनी हिमालयकी पुत्री थिए, तर उनको आत्मामा शक्तिको दिव्य अंश थियो। उनी अरू कोही नभई सतीकै पुनर्जन्म थिए।